ल, आज हामी एउटा यस्तो तरकारीको बारेमा कुरा गरौँ जुन देख्दा त सामान्य लाग्छ, तर यसको कथा निकै रोचक र गहिरो छ। हो, हामी चुकन्दरकै बारेमा कुरा गर्दैछौँ। सोच्नुस् त, हामीले बजारमा सधैँ देखिरहने एउटा सामान्य तरकारीको पनि गोप्य विगत र लुकेका शक्तिहरू हुन सक्छन् भने सुन्दा अचम्म लाग्छ, होइन त? र त्यो तरकारी हो चुकन्दर, जसलाई कति सुन्दर नाम दिएको छ, पृथ्वीको माणिक। साँच्चै यो नामले नै यसको महत्त्व झल्काउँछ। लौ त, अब यसको इतिहासतिर लागौं। यो कुनै सामान्य कथा होइन। यो एउटा जङ्गली झाडबाट कसरी विश्वभरिको भान्साको मुख्य खाना बन्यो भन्ने एउटा लामो र रोचक यात्रा हो। सबैभन्दा रमाइलो कुरा के छ थाहा छ? हामीले चुकन्दर खाने तरिका पुरै उल्टिएको छ। पहिले पहिले मान्छेहरू यसको पातलाई महत्त्व दिन्थे, जरा त औषधिको लागि मात्रै हुन्थ्यो। तर अहिले ठ्याक्कै उल्टो, जरा नै मुख्य खानेकुरा भएको छ, पात त हामी फ्याँकिदिन्छौँ। यो टाइमलाइन हेरौँ त, यसको यात्रा कति लामो रहेछ। हजारौं वर्ष अघि ग्रीक र रोमनहरूले यसको पात मात्र खान्थे, जरा त औषधिको रूपमा प्रयोग गर्थे। अनि कैयौं शताब्दीपछि मात्रै 5औं शताब्दीतिर रोमनहरूले पहिलो पटक जरा पकाएर खान थालेको रेकर्ड भेटिन्छ। त्यसपछि 16औं शताब्दीमा हामीले चिन्ने गोलो आकार आयो र 1800को दशकमा त जर्मनीमा चिनी चुकुन्दरको विकास भएर यसले चिनी उद्योगमा नै क्रान्ति ल्याइदियो। वाह! अनि यो कुरा त झनै रोचक छ। रोमनहरू त चुकन्दरलाई कामोत्तेजक मान्थे रे। सुन्दा कुनै पुरानो कथा जस्तो लाग्छ, होइन? तर अचम्मको कुरा, आधुनिक विज्ञानले पनि यो कुरालाई समर्थन गर्छ। कारण यसमा पाइने बोरोन भन्ने तत्त्व। कहिलेकाहीँ हाम्रा पुर्खाहरू कति कुरामा सही थिए जस्तो लाग्छ है। अब जब हामी चुकन्दरको कुरा गर्छौं, दिमागमा त्यही गाढा रातो रङ आउँछ, जसले हात र लुगा सबै रङ्गाउँछ। तर वास्तविकता के हो भने चुकन्दरको संसार त्यो रातो रङभन्दा धेरै नै रङ्गीन छ। जस्तै यो सुनौलो चुकन्दरलाई हेरौँ न। यसको स्वाद अनि हल्का मह जस्तै गुलियो हुन्छ, र सबैभन्दा राम्रो कुरा के हो भने यसले रातो चुकन्दरले जस्तो दाग लगाउँदैन। अनि यो हेर्नुस् त, कति सुन्दर! यसलाई क्यान्डी केन चुकन्दर भनिन्छ। काटेर हेर्दा भित्र सेतो र गुलाबी धड्काहरू देखिन्छन्। सलादमा राख्दा त कति राम्रो देखिन्छ होला। अनि हामीले अघि कुरा गरेको चिनी चुकन्दर हो, यही हो त्यो। यो सेतो चुकन्दर यति धेरै गुलियो हुन्छ कि यसले चिनी उद्योगको नक्सा नै बदलिदियो। ल, यहाँ छोटकरीमा हेरौँ। हरेक प्रकारको चुकन्दरको आफ्नै विशेषता छ। क्लासिक रातोलाई रोस्ट गर्दा यसको स्वाद अझै मिठो हुन्छ। सुनौलोवाला अलि हल्का हुन्छ र दाग पनि लाग्दैन। अनि त्यो धर्केवालालाई त काँचै खाँदा राम्रो, ताकि त्यसको सुन्दर डिजाइन देखियोस्। मतलब हरेक परिकारको लागि एउटा न एउटा चुकन्दर छँदैछ। ल, इतिहास र यसका प्रकारहरूको कुरा त भयो। अब अलिकति विज्ञानतिर लागौं। आखिर यो सामान्य देखिने जरालाई किन सुपरफुड भनिन्छ त? यसको पछाडिको रहस्य के हो? यसको धेरै जसो फाइदाको पछाडि एउटा जादुई अणु छ, नाइट्रिक अक्साइड। सरल भाषामा भन्नुपर्दा, जब हामी चुकन्दर खान्छौं, हाम्रो शरीरले यसमा भएको नाइट्रेटलाई नाइट्रिक अक्साइडमा बदल्छ। र यसले के गर्छ? यसले हाम्रो रक्तनलीहरूलाई आराम दिन्छ, फराकिलो बनाउँछ, जसले गर्दा रगतको प्रवाह राम्रो हुन्छ र रक्तचाप घट्छ। यो निकै महत्त्वपूर्ण कुरा हो। त्यसो भए यो नाइट्रिक अक्साइडले के फाइदा गर्छ त? हेर्नुस्, यसले 3 मुख्य काम गर्छ। पहिलो, यो मुटुको लागि सहयोगी हो, रक्तचाप घटाएर मुटुको भार कम गर्छ। दोस्रो, यसले शारीरिक प्रदर्शन बढाउँछ, मांसपेशीमा अक्सिजन पुर्याएर सहनशक्ति बढाउँछ। र तेस्रो, यसमा भएको एन्टिअक्सिडेन्टले हाम्रो मस्तिष्क र कलेजो जस्ता महत्त्वपूर्ण अङ्गहरूलाई जोगाउँछ। 15%? सोच्नुहोस् त, यो कुनै सानोतिनो कुरा होइन। खेलाडीहरूका लागि त यो प्राकृतिक प्री-वर्कआउट सप्लिमेन्ट जस्तै हो। 15%ले सहनशक्ति बढ्नु भनेको प्रदर्शनमा ठूलो फरक पर्नु हो। ल, चुकुन्दरको यति धेरै फाइदाहरू थाहा पाएपछि अब प्रश्न उठ्छ, यसलाई खाने कसरी? खास गरी कतिपयलाई यसको अलि माटो जस्तो स्वाद मन पर्दैन। त्यसो भए यसलाई कसरी स्वादिष्ट बनाएर खाने त? यहाँ केही सजिला उपायहरू छन्। यदि त्यो माटो जस्तो स्वाद मन पर्दैन भने यसलाई रोस्ट गर्नुहोस्। तातोले यसको चिनीलाई क्यारामलाइज गर्छ र स्वादलाई गुलियो बनाइदिन्छ। अर्को उपाय, यसलाई काँचै ताछेर सलादमा हाल्नुहोस्। एकदमै कुरकुरा र ताजा हुन्छ। र हो, सबैभन्दा महत्त्वपूर्ण कुरा, यसको पातलाई चाहिँ कहिल्यै नफ्याक्नुहोस्।
र पात किन नफाक्ने भन्ने कारण त झनै अचम्मको छ। हामीमध्ये धेरैले पालुङ्गोलाई आइरनको राम्रो स्रोत मान्छौँ होइन, तर चुकन्दरको सागमा पालुङ्गोमा भन्दा बढी आइरन हुन्छ। हो, यो साँचो हो। हामी त सबैभन्दा पौष्टिक भाग नै फ्याँकिरहेका रहेछौँ। त्यसो भए यसको यो लामो गोप्य इतिहास, यसका अनेकौं रङ र प्रकार अनि विज्ञानले प्रमाणित गरेका स्वास्थ्य फाइदाहरू, यी सबै कुरालाई हेर्दा एउटा प्रश्न मनमा आउँछ। के यो सामान्य देखिने चुकन्दर तरकारी पसलको सबैभन्दा बेवास्ता गरिएको नायक हो त? सायद अब हामीले यसलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ कि?